भावना कोरेका कागजहरू जलेर भएछ खरानी। सम्झाउने मुखहरू थाकिसके, अब शक्ति देऊ हे भवानी। पीडा र गुहार सुनिदिने कानहरू फुटेर भएछन् बहिरो। मेरो हरकत देख्ने आँखाबाट आँसुको निरन्तर पहिरो। म यस्तो थिइनँ, हाँसो मुस्कान हुन्थ्यो जहिले थोपडामा। चलपल दिँदै पोखरामा नयाँ दामी जखड कपडामा। पर्थिन कहिले लफडामा, एकदम सोझो थिए जमनामा। आजकल यमबुद्धले बोलाए जस्तो लाग्छ राति सपनामा। क्या बात। बादल पारी देशमा मलाई पनि पुर्याइयोस्। संसारबाट मुक्ति पाउन छिटो साहिद जुराइयोस्। मेरो 13 दिने दाजु भाइको शिरको बाल मुन्डाइयोस्। हे भगवती, गीत लेख्दै छु कि लेख्दै छु म सुसाइड नोट। हुँदै हुन्न हार मान्ने छैन म कदापि। म मरे पनि मेरा कृतिहरू बाँच्ने छन् शताब्दी।